यो त्यही नदी हो जुन हिमालय भन्दा अगाडि नै उत्पत्ति भएको मानिन्छ। सुन्दा अचम्म लाग्ला, तर जब यो धरतीमा हिमालहरूको अस्तित्व थिएन त्यतिखेरदेखि यो नदी यहाँ छ भनिन्छ। यहाँ पाइने अमूल्य शालिग्रामलाई विश्व बजारमा ब्रान्डिङ गरेर बेच्ने हो भने नेपालले करोडौं पैसा कमाउन सक्छ। तर अरू देशले साना साना कुराहरू ठुलो बनाइरहँदा हामी नेपालीले 5 करोड वर्ष पहिलेको यो उपहारको प्रयोग गर्न सकेका छैनौं। काली गण्डकी नदी। जब धौलागिरी र अन्नपूर्ण जस्ता विशाल हिमालहरू जन्मिएकै थिएनन्, काली गण्डकी यही बगिरहेकी थिइन् भनिन्छ। वैज्ञानिकहरूका अनुसार आज जहाँ हिमालय छ, करोडौं वर्ष पहिले त्यहाँ तेथिस नामको एउटा विशाल समुद्र थियो। काली गण्डकीको त्यही समुद्रमा मिसिने एउटा प्राचीन नदी थियो। तर प्रश्न उठ्छ, यदि हिमाल नै थिएन भने यो नदीमा पानी कहाँबाट आयो? त्यति बेला तिब्बतको पठार धेरै ओसिलो थियो र त्यहाँ ठूला ठूला तालहरू थिए। ती तालहरूको पानी र भारी वर्षा नै यो नदीको मुख्य स्रोत थियो। यो नदीले समयलाई मात्र होइन, पृथ्वीको भूगोल परिवर्तन भएको आफ्नै आँखाले देखेको छ। करिब 5 करोड वर्ष पहिले जब जमिन मुनिका प्लेटहरू ठोकिएर हिमालय उठ्न थाल्यो, काली गण्डकीको अगाडि एउटा ठूलो अवरोध उभियो। हिमाल माथि उठ्दै थियो, तर नदीले आफ्नो बाटो छोड्न मानेन। हिमाल जति जति माथि उठ्दै गयो, काली गण्डकीले त्यति नै बलियो गरी पहाडको छाती चिर्दै गयो। यसलाई विज्ञानले एन्टिसेडेन्ट ड्रेनेज भन्छ। कल्पना गर्नुहोस्, एउटा धारिलो आरीले काट काटिए जस्तै यो नदीले करोडौं वर्ष लगाएर विशाल पहाडलाई दुई फ्याक पारिदियो। यसरी जन्मियो काली गण्डकी खोज। एकातिर 8167 मिटरको धौलागिरी र अर्कोतिर 8091 मिटरको अन्नपूर्ण हिमाललाई बीचबाट चिरेर बग्ने यो खोज 5571 मिटर गहिरो छ। यो यति गहिरो छ कि अमेरिकाको प्रसिद्ध ग्रान्ड क्यानन जस्ता 3वटा खोजहरू यो भित्र अटाउन सक्छन्। काली गण्डकी किन खास थाहा छ? यसको उत्तर यसको पिँधमा पाइने कालो ढुङ्गा शालिग्राममा लुकेको छ। शालिग्राम वास्तवमा करोडौं वर्ष पुरानो समुद्री जीवहरूको अवशेष मानिन्छ। हिमालको यति उचाइमा समुद्री जीवको पत्थर पाइनुले यो कुराको पक्का प्रमाण दिन्छ कि यो नदीले समुद्रको सतहदेखि नै पहाड काट्न सुरु गरेको थियो। जब हामी यसलाई विश्वका अन्य आश्चर्यहरूसँग तुलना गर्छौं, काली गण्डकी सधैँ अगाडि आउँछ। ग्रान्ड क्यानन 1800 मिटर मात्र गहिरो छ, जबकि काली गण्डकी 5500 मिटर भन्दा बढी गहिरो छ। संसारका धेरै जसो नदीहरू हिमाल पग्लिएर बनेका छन्, तर काली गण्डकी हिमाल भन्दा पनि जेठो छ। संसारमा अन्त कतै नपाइने शालिग्राम केवल यही नदीमा पाइन्छ, जसलाई हिन्दू धर्ममा भगवान विष्णुको रूप मानिन्छ। यो विज्ञान र आस्थाको यस्तो संगम हो जुन संसारमा अन्त कतै छैन। काली गण्डकी केवल एउटा भूगोल मात्र होइन, यो नेपाललाई विश्वकै धनी देश बनाउने साँचो पनि हो। यदि यसलाई सही तरिकाले प्रवर्धन गर्ने हो भने नेपाललाई फाइदै फाइदा हुनेछ। संसारको सबैभन्दा गहिरो खोज हेर्न आउने पर्यटकका लागि यो एउटा बकेट लिस्ट गन्तव्य बन्न सक्छ। यसले मुस्ताङ र म्याग्दीको मात्र होइन, पुरै नेपालको अर्थतन्त्र बदलिदिन सक्छ। यहाँ विश्वकै सबैभन्दा अग्लो बन्जी जम्प, लामो जिपलाइन र चुनौतीपूर्ण र्याफ्टिङ सञ्चालन गरेर अरबौं रुपियाँ आम्दानी गर्न सकिन्छ। पृथ्वीको विकास क्रम बुझ्न चाहने विश्वभरका भूगर्भशास्त्रीहरूका लागि यो एउटा जीवित प्रयोगशाला बन्न सक्छ। यहाँ अन्तर्राष्ट्रिय रिसर्च सेन्टर खोलेर नेपालले नलेज टुरिज्मबाट